अब हेटौडा कपडा कारखाना चलाउँछु, अब चाहिँ नि गोरखकाली रबर उद्योग चलाउँछु, अब वीरगञ्ज कृषि औजार कारखाना चलाउँछु, जनकपुर चुरट कारखाना चलाउँछु। अनि त्यो नै उपलब्धि हो भनेर भन्छन् भन्ने मैले चाहिँ कल्पना गरेको थिइनँ, तर उहाँहरूले त्यही कुरा गर्नुभयो। अब हेटौडा कपडा कारखाना जुन बेला बन्द भयो त्यस बेलाका मेसिनहरू काम लाग्छ। अनि अहिले चाहिँ नै त्यो मेसिनरीमा चाहिँ नि जुन प्रकारको प्रगति र परिवर्तन आइसक्यो त्यस बेलाको मेसिन चलाएर अब चाहिँ नि कपडा उद्योग चल्छ, प्रतिस्पर्धा गर्छ बजारमा, हैन? लामो हैन, त्यही त भनेको। त्यसकारणले उत्पादन होला, तर त्यो अहिले बजारमा प्रतिस्पर्धा गर्ने तहको हुँदैन। त्यसकारणले प्रविधिमा जुन किसिमको परिवर्तन र सुधार आएको छ त्यस्तै उद्योगहरू चलाउने, त्यो ठाउँमा नयाँ उद्योग चलाउने कुराहरू गर्नु एउटा कुरा हो। तर त्यही उद्योग चलाउँछु अब अनि त्यहाँदेखि देशमा चाहिँ समृद्धि ल्याउँछु भनेको चाहिँ नै हावादारी कुरा हो भन्ने मलाई लाग्छ। चलाउनु भयो, गर्नुभयो भने हामीलाई त देशमा उद्योग धन्दाको विकास हो।